पुराना उम्मेदवारलाई पुराना पार्टीको उम्मेदवारलाई हराउ भन्ने तपाईँ होइन? केपी शर्मा ओली शेरबहादुर प्रचण्ड हराउनुपर्छ भने क्याम्पिङ गर्ने तपाईँहरू होइन? तपाईँ इन्टरभ्यू लिन लागि दिनला तपाईँको पार्टीका नेताहरू कहिले शेरबहादुर कहाँ जान्छन्? अहिले त्यही केपी शर्मा ओली चाहियो तपाईँहरूलाई फेरि। अनि गजबको पार्टी रहेछ क्या राष्ट्रिय स्वतन्त्र पार्टी। मेरो भनाइ चाहिँ त्यतातिर हो क्या। हरिजीले भन्नु सक्छ? भन्दैन मोरे नि भन्दैन, तपाईँ नै भन्नु। नक्कु जेलमा उम्मेदवारहरूलाई लिएरै जानुभयो होइन? रविजीसँग सबैको अन्तर्क्रिया भयो होइन? भयो भयो। कहाँ लैजानु पर्ने थियो? बालकोट। राम्रो काम गर्नुहोस्। नराम्रो गरे चाहिँ यो चाहिँ गरे हैडगाले नराम्रो, यो चाहिँ यो 3 वर्ष गरे भने ट्याक्कै एउटा भन्नुहोस् त। अब संसदमा तपाईँले 3 महिनादेखि अवरोध गर्नुभयो, त राम्रो काम भयो त? पार्लियामेन्ट सिस्टम भिजिट भिसाको नाउँमा मान्छे बेच्नु चाहिँ राम्रो काम हो त? नयाँ साथीहरू पार्लियामेन्टमा आउँदै गर्दाखेरि उहाँहरूलाई चाहिँ दुःख गरेर आउनुभएको थिएन। त्यही भएर होला धेरै कुरा नबुझिकन जथाभावी पनि बोले। मैले सुन्दै गर्दा म चुपै लाएर बसेँ। म जथाभावी बोल्दिनँ है। अहिले भर्खर मान्यज्यूले नयाँ हुनुहुन्छ जथाभावी बोल्नुहुन्छ भन्नुभयो। त्यो जथाभावी भने चाहिँ के हो? पासपोर्ट दुईवटा बोकेर एउटा व्यक्तिले, त्यस्तै व्यक्ति अहिले पनि जेलमा 5 जना छन्। त्यो पनि त्रुटि थियो अथवा के थियो? नागरिकता र पासपोर्टका प्रश्नहरू यो 2.5 वर्षमा कुन चाहिँ स्टुडियोमा कति मिलेन होला? सुन्नु न, मैले जुन कुरा गलत थियो त्यो कुरा गलत थियो कि थिएन भनेर प्रश्न सोध्न पाइन्छ। भनिसकेँ है। यो स्टुडियो बिहानदेखि बेलुकासम्म समाचार नबजाउँ, रवि लामछाने मात्रै बजाउँ, रवि लामछाने मात्रैका समाचार बनाऊ, त्यो मात्रै गरौँ, डिबेट त्यो मात्रै चलाउँ। कति चलाउँ भने नि 6 महिना चलाउँ, अनि प्लिज बन्द गरौँ कि। तपाईँको पार्टी सभापति अहिले देशको उप प्रधानमन्त्री गृहमन्त्री हुनुहुन्छ। उहाँले नैतिकता प्रदर्शन गर्न सक्नुभयो? प्रश्नहरू उठाएको छ नि होइन संसदमा? प्रश्नहरू नउठ्ने नेता रामलाई प्रश्न उठ्यो। भगवान श्रीरामका प्रश्नहरूको बारेमा भन्नुहोस् त। तपाईँ एमालेको नेता हो नि त, पहिला त तपाईँ एमालेको पछि लाग्यो, सुरेन्द्र पाण्डेको पछि लाग्यो। त्यो त पूर्व नेता, अहिले होइन है। सुरेन्द्र पाण्डेको चाकरी पनि गरे हो तपाईँले? चागडी गरे भए चुनावमै उठ्दिन। कस्तो कुरा गरे भने तर गगन थापाले त तपाईँलाई संसदमा त तपाईँको पार्टी सभापतिमाथि त आक्रमण गर्नुभयो, कटाक्ष गर्नुभयो, सरकारी ठगी प्रकरणको प्रमाण पनि दिनुभयो। प्रमाण चाहिँ अनि हिजो अघिल्लो दिन चाहिँ किन नदिए अरे? अघिल्लो दिन चाहिँ कहाँ हुनुहुन्थ्यो उहाँहरू? अघिल्लो दिन भनेको हामी सरकारमा जानु अघिल्लो दिन बुझ्नुभयो नि? कहाँ हुनुहुन्थ्यो?